साथीहरू, आज मैले मोरिङ्गा र आलुको सब्जी बनाउन गइरहेको छु। मोरिङ्गालाई विभिन्न थरीका नामले चिन्न सकिन्छ। शीतल चिनी, सजना, दालचिनी, यसै गरी मुरुङ्गा पनि भनेर चिनिन्छ है साथीहरू। विभिन्न थरीका नाम जस्तै नाम त्यस्तै गुणकारी काम छ है साथीहरू। एकदमै प्रशस्त मात्रामा भिटामिन बोकेको सब्जी हो। हजुरहरूले पनि सेवन गर्नुहोला है। पातको पनि सेवन गर्नु, यसको पातको पनि सब्जी बनाएर खानुहोस्। एकदमै मिठो पनि हुन्छ, स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ साथीहरू। हेर्नुहोस् मैले कसरी काटिरहेको छु। पातलो पातलो बोक्राहरू निकालेर आफूलाई जत्रो साइजमा मनपर्छ त्यत्रै साइजमा दालमा पनि मिसाएर बनाएर खान सक्नुहुनेछ। यसै गरी आलुमा पनि मिसाएर बनाएर खान सक्नुहुनेछ। बनाउन पनि एकदमै सजिलो छ साथीहरू। हजुरहरूले पनि बनाएर खानुहोला है त। साथीहरू, मेरो भिडियोहरू हजुरहरूलाई मन परेमा लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। हेर्नुहोस् साथीहरू, यस्तो राम्रो सब्जी हजुरहरूले खान नछुटाउनु होला। धेरै साथीहरूलाई त थाहा पनि छ, कतिपय साथीहरूलाई थाहा नहुन सक्छ है।